ह्याबिट जसको माध्यमबाट तपाईले आफ्नो वेट लस गर्न सक्नुहुनेछ। साथमा डायबिटिज, ब्लड प्रेसर, कोलेस्ट्रोल, थाइरोइड, PCOS, PCOD जस्ता बिरामीहरूको रिस्कबाट पनि तपाई बाँच्नुहुनेछ। नम्बर 1, स्किप ब्रेकफास्ट। उठ्न बित्तिकै खाने चिया, कफी, ब्रेकफास्ट तपाईले बन्द गर्नुपर्ने हुन्छ। यो टाइममा तपाईको बडी फ्याट बर्निङ जोनमा हुनेछ। यदि त्यो समयमा तपाईले ब्रेकफास्ट गर्नुभयो भने तपाईको फ्याट बर्निङलाई स्टप गराउनु हुनेछ। ब्रेकफास्टको ठाउँमा तपाईले यो चियालाई रिप्लेस गर्न सक्नुहुनेछ। यो चियाले तपाईको एनर्जीलाई बुस्ट गराउँछ, भोक र क्रेभिङलाई नेचुरल रूपमा कन्ट्रोल गरी तपाईको फ्याट बर्निङलाई पनि सपोर्ट गर्छ। नम्बर 2, आफ्नो एक्टिभिटिज लेभललाई बढाउनुहोस्। थोरै भए पनि तपाईले एक्सरसाइजलाई आफ्नो जीवनमा लागू गर्नुपर्ने हुन्छ। सक्नुहुन्छ भने हेभी एक्सरसाइज गर्न सुरु गर्नुहोस्। यदि सक्नुहुन्न भने एटलिस्ट दिनमा 10,000 स्टेप्स हिँड्न सुरु गर्नुहोस्। नम्बर 3, फाइबर वाला खानालाई आफ्नो खानामा एड गर्न सुरु गर्नुहोस्, जसमा जंक फुड, फास्ट फुड, प्याकेजेस फुड, तारिएको खाना, सुगरी आइटम, सुगरी ड्रिङ्क्सदेखि एकदमै टाढा बस्नुपर्ने हुन्छ। नेचुरली आफ्नो खानाको थालीलाई हरियाली बनाउनु पर्ने हुन्छ। होल फ्रुट्स, ग्रीन भेजिटेबल्स र दाल यस्ता खानेकुराहरूलाई तपाईले प्रायोरिटी दिनुपर्ने हुन्छ। साथसाथमा तपाईले फाइबर सप्लिमेन्ट लिनुपर्छ भने पनि डराउनु हुँदैन, किनकि हामीले जतिखेर फाइबरको इन्टेक होल फ्रुट, भेजिटेबल, दालबाट लिन सक्दैनौँ, त्यो फाइबरको सोर्स नेचुरली हामीले फाइबर सप्लिमेन्टबाट लिन सक्छौँ। म चाहिँ तपाईलाई पर्सनली यो फाइबर सप्लिमेन्ट रिकमेन्डेड गर्छु, किनकि यसमा डिफ्रेन्ट 7 किसिमको फाइबर छ, 20 किसिमको भिटामिन्स र 9 किसिमको मिनरल्स पनि। र नम्बर 4, एकदमै धेरै पानी पिउनुहोस्। नेक्स्ट टाइम तपाईलाई भोक लाग्यो भने 1 ग्लास पानी पिएर त हेर्नुहोस् तपाईलाई भोक लागेको हो कि कन्फ्युज हुनु भएको हो। 10 मिनेट पर्खेर त हेर्नुहोला, त्यस पछाडि विचार गर्नुहोला तपाईलाई भोक लागेको हो कि तिर्खा लागेको हो। यदि तपाईलाई यो कुरा राम्रो लाग्यो र सप्लिमेन्ट ट्राई गर्न चाहनुहुन्छ भने तपाईले मलाई मेसेज गर्न नभुल्नु होला है त।